सबैजनालाई स्वागत छ विश्वेश राईको मिनी ब्लगमा। आज तपाईँले देख्न सक्नुहुन्छ दर्शक दिनहरू आज मर्निङको भ्यू यस प्रकारको रहेको छ। म चाहिँ आज आफ्नै घरमा आएको छु, फेरि गाउँमा आएको छु। यस्तो दामी भ्यू हेरेको छ किनभने आज बिहानै पानी पर्यो होइन, त्यही भएर यस्तो दामी भ्यू देखिरहेछ, देख्न सक्नुहुन्छ। तल उसु लागिरहेछ, कुहिरो लागिरहेछ, यस्तो दामी देखिरहेछ। आजको दिन चाहिँ मैले अस्ति देखाएको थिएँ नि तपाईँहरूलाई, यहाँ फलिसकेको छ गोलभेडा। हाम्रो चाहिँ गोलभेडा उयो चाहिँ फलिसकेको छ। यो चाहिँ सब खोर्सानी हो, यो सब खोर्सानी हो। त्यो गोलभेडा पनि फलिसकेको छ, देख्न सक्नुहुन्छ दर्शक दिनहरू। यहाँ देख्न सक्नुहुन्छ, यहाँ पनि हाम्रो बाउ उहाँ छ हौ, भाग्यो बाउ भाग्यो। अब यहाँ देख्न सक्नुहुन्छ सिमी टक्क फलिसकेको अवस्था छ, हेर्न सक्नुहुन्छ सरर लाएर। यहाँ चाहिँ साग छरेको, यो चाहिँ वहाँ परसम्म चाहिँ साग छरेको छ, यो पनि साग हो। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ सिमी फल्न थालिसकेको छ। यो चाहिँ हाम्रो बारी हो। टाइकु यो चाहिँ मेरो कुकुर हो। यहाँ देख्न सक्नुहुन्छ, यहाँ पस यहाँ ल। फेरि हिलो खेलिस् भने त गइस्। टाइकु हेर्न टाइकु, यो चाहिँ मेरो कुकुर हो। यस्तो हरामी छ क्या, यो पुरो हिलो बढी खेल्छ, यसलाई नुहाइदिनु पर्ने आज। टाइकु डेन्जर छ मेरो कुकुर चाहिँ होइन। अब यता यो पुरै सिमी फलिसकेको छ, यो साग हो। यहाँ चाहिँ पानी पर्या गरेर यसपालि राम्रो साग पनि उम्रेन। देख्न सक्नुहुन्छ पातलो छ। यो चाहिँ हाम्रो मकै हो। यहाँबाट उता चाहिँ मकै छ, यहाँ पनि मकै हो। यो बाख्लो बारी पनि मकै हो, उता पनि मकै हो। आजको वेदर यस प्रकारको रहेछ दर्शक दिन, तपाईँले देख्न सक्नुहुन्छ। यो पनि घर मेरै हो, उता पनि मेरो घर हो, उयो पनि मेरो घर हो, त्यो अलिअलि देखेर मेरो घर हो। यहाँ माथि चाहिँ यो मेरो काकाको घर हो। यहाँ तल पनि सबै हाम्रो आफ्नै मात्रै छ। यो कान्छो काकाको घर हो, यो ठुल्बोको घर हो। त्योभन्दा तल रातो जस्ता छाएको चाहिँ मेरो काइला काकाको घर हो। दर्शक दिनहरू म चाहिँ यतातिर छु। फेरि भन्न होला सधैँ एउटै भेषमा एउटै लुगामा आयो यो भन्नुला होइन, यस्तै हो गाउँघरमा बसाइ गर्दाखेरि। नयाँ राम्रो लुगा लाएर बस्ने कुरा हुँदैन होइन, त्यही भएर यस्तै हो दर्शक दिनहरू। प्राय मान्छेहरूले चाहिँ मेरो भ्लग हेर्दैन रहेछ, भ्लग हेर्नु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने म पनि अब यसो भ्लग बनाउनुतिर इन्ट्रेस्टेड छु होइन, इन्ट्रेस्ट भएर बनाउँदैछु। त्यही भएर तपाईँहरूले यसो सायद सहयोग गरिदिनु होला। हाम्रो बाउ उहाँ हो, हाम्रो बाउ यस्तरी हिँड्दा चुप्रे भनेर। मेरो कुकुर हेरेर दर्शक दिनहरू यस्तो छ। नाम यसको टाइगर हो, मैले यसलाई टाइकु भन्। टाइकु ल फेरि हिलो खेल्यो भने कुटा खाइस्। यो चाहिँ मेरो कुकुर हो। यता हेर टाइकु हेर्न, हिलोमा हेर्दै त टाइकु। यो चाहिँ भोटे कुकुरको क्रस हो, भोटे कुकुर र जर्मन सेफर्डको। त्यही भएर यो हरामी छ, यो हरामी छ। यसको फेरि यो चाहिँ पुरा सिङको जस्तो छ कि यसको यो, अनि पुछार पनि बबाल छ होइन। उता बस
फेरि फेरि त हो कुटाइ कुटाइ ल हेर फेरि यो यस्तो हरामी छ नि यसलाई बढी खेल्नुपर्छ मान्छेसँग